हेलो एभ्रिवान, गुड मर्निङ एन्ड वेलकम टु माई मिनी भ्लग। म चाहिँ बिहान 7 बजे उठेर फ्रेस भएर यहाँ किचनमा आएर चाहिँ चिया बसाइरहेको छु। म चाहिँ आज तपाईँहरूलाई मेरो मर्निङ रुटिन देखाउने छु। यता चाहिँ रेडी हुँदैछ मेरो तातो पानी, जसमा चाहिँ म जिरा, मेथी, पानजिरा, अदुवा र नुन राखेर बनाउने गर्छु। यो पानी चाहिँ म बिहान उठ्ने बित्तिकै सधैँ नै 1 ग्लास खाने गर्छु। यति सबै चिज राखेर बनाएको पानीले चाहिँ हाम्रो पेटलाई एकदमै राम्रो गर्ने गर्दछ। त्यसैले म चाहिँ बिहान सधैँ यही पानी पिउँछु। तपाईहरुलाई पनि म चाहिँ बिहान सधैँ उठेर यही पानी पिउनुस् है भनेर सजेस्ट गर्न चाहन्छु साथीहरु। अब यता चाहिँ रेडी हुँदैछ मेरो दुध चिया बिना चाहिँ मेरो बिहानी चाहिँ कम्प्लिट हुँदैन साथीहरु हैन। अब के खाएन के भएन जस्तो हुन्छ कि अब दिनमा एकचोटी चिया नखाँदा चाहिँ। तर म चियामा चिनी चाहिँ राख्दिनँ साथीहरु। म चाहिँ विथआउट सुगर नै चिया खान्छु। एकदम मिठो हुन्छ। बाक्लो चिया बनाएर थोरै खानुस् हैन, मिठो हुन्छ। म चाहिँ अब चिया खाइसके पछाडी सब्जी खाना बनाउनको लागि रेडी गर्दै छु। मैले चाहिँ आज सब्जीमा चाहिँ बोडी केलाउन लाग्दै छु। यो बोडी चाहिँ कसले चाहिँ यसरी मेरो जसरी केलाउनु हुन्छ के साथीहरु। यो डाइरेक्ट पटक भाँचेर चाहिँ मलाई बोडी केलाको चित्तै बुझ्दैन, त्यो खानै मन लाग्दैन। यसरी सबै बोक्रा बनाएर त्यो बोडीलाई चाहिँ छोडाएर बीचबाट, अनि त्यसपछि त्यो बीचमा किरा छ कि छैन भनेर हेरेर अनि त्यो भाँचेको बोडी मात्र मलाई चाहिँ चित्त बुझ्छ। म चाहिँ कहिले पनि डाइरेक्ट बोडी पड्काएर चाहिँ भाँचेर चाहिँ केलाउँदिनँ हैन। यसरी केलाएन भने चाहिँ मलाई के भएन, त्यो किरै खाएँ कि मैले जस्तो हुन्छ के। म चाहिँ नि साथीहरु यसरी बोडी केलाउन चाहिँ मेरो माइतको मामुबाट इन्स्पायर भएको भनौँ न हैन। हामी चाहिँ हाम्रो घरमा चाहिँ हाम्रो माइतमा चाहिँ कोही पनि यसरी बोडीलाई बीचबाट नकेलाई चाहिँ चित्त बुझाउने चाहिँ कोही पनि छैनौ के। मम्मीले चाहिँ यति पनि एउटा यो डाइरेक्ट भाँचेर पकाएको बोडी चाहिँ एउटा त्यान्द्रा पनि खानुहुन्न थियो। अनि यसरी नै केलाउनु हुन्थ्यो। अनि हामीलाई पनि त्यही बानी भयो। त्यही भएर हामी चाहिँ सधैँ बोडीलाई यसरी नै केलाउँछौँ कि। तपाईहरु चाहिँ कसरी केलाउनुहुन्छ बोडीलाई कमेन्ट गर्नुस् है। अब बोडीमा विथआउट आलु चाहिँ त्यो बोडी कम्प्लिट नै भएन हैन साथीहरु। त्यही भएर म चाहिँ एउटा मात्र आलु हाल्दैछु। आलु पनि धेरै चाहिँ हाल्दिनँ, 2 जना मात्र छौँ हामी खाने। अनि त्यही भएर चाहिँ एउटा आलु हाल्दैछु, पुगी नै हाल्छ। अनि आलुलाई चाहिँ म यसरी लामो चाना पारेर नि काट्छु कि साथीहरु। सधैँ मलाई त्यो छोटो कुड्का पारेको चाहिँ मन पर्दैन। अनि चाहिँ यहाँ बोडी र आलुको लागि टमाटर पनि काटेर रेडी पार्दैछु। म चाहिँ मलाई चाहिँ पसल पनि जानुपर्ने थियो। सबै काम हतार छिटो गरिराखेको हुन्छु। म चाहिँ बिहानको काम भ्याउन चाहिँ एकदमै गाह्रो हुन्छ। बिहानै उठेर चाहिँ बढार्ने, पुस्ने, लुगा मिलाउने, कहिलेकाहीँ चाहिँ लुगाहरू धुन पनि हुन्छ, लुगा धुने, यस्तै के कामहरू गर्दै मलाई चाहिँ पसल पुग्दा एकदमै ढिलो भइसकेको हुन्छ के साथीहरु। त्यही भएर म चाहिँ हतार सबै यहाँ रेडी पारिराखेको छु। यता सब्जीको लागि लसुन पनि रेडी पारिराखेको छु। कराई तताएर मैले तेल बसाइसकेँ। तेल बसाएर त्यो जिराहरू केहरू सबै फुराइसकेँ। त्यस पछाडि मैले बेसारहरू, टमाटर, लसुन सबै थोकलाई राखेर चाहिँ सब्जी ओरेर म चाहिँ अरू कामतिर लागिसकेँ साथीहरु। अब सब्जी ओरिसकेपछि चाहिँ मैले बिहानको आरती चाहिँ गरेकै थिइनँ कि साथीहरु, भ्याएकै थिइनँ। मलाई चाहिँ सबैभन्दा सुरुमा खाना बनाइसकौँ, खाना बनाइसकेपछि चाहिँ आनन्द हुन्छ। अनि त्यस पछाडि मात्र म आरती गरौँ जस्तो लाग्छ कि साथीहरु। त्यही भएर म चाहिँ सधैँ यसै नै गर्छु हैन। तपाईहरु कसो गर्नुहुन्छ? हुन त यस्तो यो गर्दा त उल्टो होला, तर पनि म चाहिँ अब यति नगरी चाहिँ म भ्याउँदिनँ कि केही पनि। अनि म चाहिँ यसै नै गर्छु। त्यही भएर यहाँ फुल टिप्न जाँदैछु बाहिर। यसरी मैले चाहिँ अलिअलि थोरै घरमै गमलामा फुल फुलाएको छु। यता चाहिँ मेरो सब्जी पनि पाक्दैछ साथीहरु। सब्जी ओरेर चाहिँ म अरू नै काम भ्याइराखेको थिएँ। धेरै काम हुन्छ बिहान। अनि यता मेरो सब्जी पनि पाक्दैछ। सब्जी पाकिसकेपछिको चाहिँ मैले केही पनि भिडियोहरू गर्न पाइनँ साथीहरु, भ्याइन पनि, बिर्सेँ पनि हैन। अनि त्यसपछि म खाना खाएर म पसल पनि आइसकेँ अहिले। तर मैले बाँकी चाहिँ केही भिडियो गर्न पाइनँ साथीहरु, सो सरी। नेक्स्ट टाइम म तपाईहरुसँग फुल भिडियोमा आउनेछु साथीहरु। अहिलेलाई यस्तै भयो। बाइ बाइ, हैव अ गुड डे।